नमस्ते। आज हाम्रो यात्रा मार्मा गाउँपालिकादेखि अभिमानसम्म रहेको छ। अहिले हामी मार्मा गाउँपालिकाको प्रवेशद्वारभित्र प्रवेश गरिसकेका छौँ। अब यो बिचमा रहेको यो ड्याम साइड भित्रै यहाँको सुन्दर र रमाइला दृश्यहरू हामी देखाउनेछौँ। यी रमाइला दृश्यहरूको साथमा हामीले यही चौलानी नदीको छेउमा रहेको अप्पी हाइड्रो पावर जो भर्खर बनिरहेको छ त्यहाँको दृश्य हो यो। यहाँबाट अब हामी केही मिनेटमै भेटनाथ बजार पुग्नेछौँ। अब यो भेटनाथ बजार हामी पुगिसके। यहाँबाट अब हाम्रो गाडी यहीँसम्म थियो। यहाँबाट सिधै मकरी घाट जानलाई यहाँबाट दोस्रो गाडी पाइन्छ। हामी अब केही समयमा हामी त्यो दोस्रो गाडीमा जानेछौँ र यो बजारको दृश्य थोरै यो बजार पनि घुमियो। यो यहाँको लोकल बजार हो भेटनाथ। यहाँबाट हामी अर्को गाडीमा त्यहाँ मकरी घाटसम्म हामी जानेछौँ। त्यो बिचमा रहेको मकरी र मार्मा गाउँपालिकाको बिचमा रहेको यो दृश्य हो। हिजो राति अलि पानी परेको थियो, त्यही भएर आज रोडमा अलि पानी नै छ। ठिक छ, रमाइलो छ यात्रा। तपाईँ पनि आउन सक्नुहुन्छ यो ठाउँमा। धेरै रमाइलो ठाउँहरू छ। यो बाटोमा रहेको के हो एकैछिनमा हामी त्यहाँ पुगेपछि हामी त्योभन्दा माथिको भ्यूहरू पनि देखाउनेछौँ। अहिले यो बाटो चाहिँ अलि पहिरो गएर हल्का चाहिँ के भएछ बिग्रिएछ कुनै कुनै ठाउँमा, नत्र कच्ची बाटो हो, ठिकै छ बाटो। यो बाटोबाट देखिने भ्यू चाहिँ एकदमै राम्रो भ्यू छ कि हेरिरहँ जस्तो लाग्छ क्या। अब त्यो सबै भ्यू निकाल्न सम्भव भएन, गाडीबाट अलि भिडियो चाहिँ अलि बिग्रिएछ। हामी गाडीबाट झऱ्यौँ अनि सबै साथीहरू यहाँ भिडियो गर्नु थाले। गाडी चाहिँ उकालो भएर अनि खोलाको पानी रोडमा बसेर अलि बाटो चाहिँ बिग्रेकै छ, तैपनि प्रयास जारी छ। यहाँबाट अब नजिकै छ, धेरै टाढा छैन मकरी घाट पुग्न। यही अलि अप्ठ्यारो भनेको बाटो यहीँनिर सबभन्दा धेरै अप्ठ्यारो छ बाटो भन्दै हुनुहुन्थ्यो, तर गाडी चाहिँ आयो है। दबाएर नै ल्याउनु भयो। हामी गाडीमा बस्छौँ। अर्को गाडी पनि आयो त्यहाँ। यहाँबाट अब केही मिनटमै मकरी घाट पुगिन्छ। बाटो बिग्रियो भने धेरै बिग्रेको भनेको यहीँनिर हो, अरू चाहिँ बाटो ठिक छ। ओ माई गॉड, वाह। अब गाडीमा बस्ने यहाँनिर पनि रहेछ। यहाँनिर त्यति धेरै छैन, थोरै हो। झऱ्यो भने त त्यही हो, नदीमै गइन्छ, तर पनि बाटो ठिक छ। अब यहाँदेखि भाइ भाइ भनिरहेछन्। ठाउँ चाहिँ एकदम राम्रो छ क्या। यहाँभन्दा नि माथि हामी जुन ठाउँमा हामी गइराखेका छौँ
त्यो ठाउँ अहिले म भन्दिनँ। तपाईँ पुरा भिडियो हेर्नु होला अवश्य। त्यो ठाउँ यति राम्रो छ। अपी बेस क्याम्प धेरै मान्छेहरू जानुभएको छ, तर यो ठाउँमा खासै त्यो प्रचारको कमी हो कि के हो, खासै मान्छे त्यहाँ गएको मैले देखेन। तर हामी पनि फर्स्टचोटि हो। ठाउँ एकदम त्यहाँको ठाउँमा पुरा देखाउनेछौँ तपाईँलाई। तपाईँले पनि पक्कै त्यहाँ गएर त्यहाँको अनुभव गर्ने मौका मिलोस्। कहिले टाइम भयो भने आउनु होला त्यो ठाउँमा। मकरी गाडमा पुगिसक्यौँ। यो मकरी गाडीको दृश्य हो। अब यहीँबाट अब गाडी लास्ट गाडी भनेको यहीँसम्म हो। यहाँबाट हामीले पैदल हिँडेर जानुपर्ने हुन्छ। यो यहाँको दृश्य। यो बाटो भएर माथि जाने हो त्यो टपमा। तल यहाँबाट बाटो छ त्यो साइडमा, गाडीको उता साइडबाट सिधै तल गयो भने त्यहाँ चुलुङ्की पुल आउँछ। त्यो पुलबाट माथि चढ्नुपर्छ। अब पैदल गाडी भनेको लास्ट यहीँसम्म हो। यहाँभन्दा माथि गाडी छैन। गाडी त उता पो लग्यो, पार्किङको लागि उता साइडमा राखिसक्यो। एकैछिनमा हामी त्यहाँबाट यो दृश्यहरू यताबाट यो साइडबाट गयो भने यो बाटो र यो बाटो दुईटै बाटो छ नि त। त्यो दुई बाटोमा एउटा बाटो त्यो हामी जुन ठाउँमा जान लागेन त्यो ठाउँमा जाने हो। ल अब हामी फाइनली यहाँबाट हिँड्यौँ र केही पसलमा गएर हामी सामानहरू किन्नेछौँ। राम्रो छ ठाउँ, एकदमै चिसो ठाउँ हो। खेचरहरू पनि छन्। यहाँमा गाडी जाँदैन माथि। यहाँबाट यही हो 4 व्हिल चल्ने भनेकै खेचरहरू हो। हामी एकछिन यहाँको दृश्यहरू देखाएर पसलमा जानेछौँ। पसलमा केही हामी सामान किनेर यहाँ यो पसल हो, त्यहाँनिर पसल छ। त्यो पसलमा गएर हामी त्यहाँ माथिको लागि केही सामानहरू लग्नेछौँ यो पसलबाट। त्यो पसलले भइसँग एकदम गेम खेलेर बिजी छ भाइ।